रामेछाप जिल्लाको सुनपति गाउँपालिका वडा नम्बर 2 स्थित आलमपुर गाउँमा शक्तिशाली भीमसेनको मन्दिर रहेको मन्दिरको पुजारी भक्तबहादुर श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार परम्पराकालदेखि नै रहेको उहाँ बताउनुहुन्छ। हेर्नुहोस् उहाँसँग गरेको कुराकानी। नमस्कार। नमस्कार। हजुर शुभ नाम? मेरो भक्तबहादुर श्रेष्ठ, सुनपति 2 आलमपुर। हजुर। हजुर म चाहिँ यहाँ यो आलमपुर भीमसेनको हजुर हजुर अहिले हालको पुजारी। अहिले 1 वर्ष भयो मेरो कार्यकाल। हजुर। अनि म यहाँको संस्थापक सदस्य पनि यो भीमसेनको। हजुर। संस्थापक सदस्य भनेको म सल्लाहकार सदस्य। हजुर। अनि अहिले चाहिँ मैले 1 वर्ष भयो यहाँ मैले पूजा चलाउँदै आएको। यो चाहिँ हाम्रो यो वर्षमा 6 कार्य चल्छ यो भीमेश्वरको। हजुर। यो 6 कार्य मध्येको चाहिँ आज यो वैशाख पूर्णिमाको चाहिँ आज पञ्चौली पूजा भन्छ हाम्रो गुठिया, यो गुठी पूजा। हजुर। यो गुठी पूजा हामी सम्पूर्ण यो रजनटार, सिमटार, आलमपुर चाहिँ गुठिया छौँ। हामीले त्यसपछि चाहिँ हामीले आजको कार्यक्रममा चाहिँ यहाँ चाहिँ यो भोजमा चाहिँ हामीले सबैलाई नियुक्त गरेका छौँ। वडा गाउँपालिका वरपरका भक्तजनहरूलाई होइन। हजुर। आज पूजा हाम्रो सम्पन्न भयो। आज हाम्रो गुठी पूजा। अब यसपछि चाहिँ हाम्रो यो आज सम्पन्न भएपछि अब तपाईँको साउन पूर्णिमा एउटा फेरि पूजा हुन्छ, गुठी पूजा। हजुर। साउन पूर्णिमापछि बडा दसैँमा पञ्चौली पूजा हुन्छ नवमीको दिन। त्यसपछि तपाईँको कार्तिक पूर्णिमापछि तपाईँको भीमा एकादशी। हजुर। भीमा एकादशीपछि चैत दसैँमा चाहिँ एउटा बोका। हजुर। यो वैशाख पूर्णिमा र बडा दसैँमा चाहिँ पञ्चौली। हजुर। यो स्थापना चाहिँ कहिले भएको यो भीमसेनको? यो स्थापना चाहिँ हामीले ठ्याक्कै अब यसको लेखाजोखा राख्नु सकेन। त्यो अब पुरा तपाईँको यहाँ लालमत तामपत्र पनि थियो पहिले होइन। त्यो चाहिँ अब हरायो भन्ने सुनिएको छ, त्यो काठमाडौँ सत्य हो। अब त्यसको प्रतिलिपि छ भनेर भन्नुभएको छ। त्यो प्रतिलिपि हामी हेर्दैछौँ अब केही समयपछि होइन, सबैजना बसेर। अब यो हामीले थाहा पाएको चाहिँ परम्पराकालदेखिको यो हाम्रो हजुरबाले नै अब हामीलाई थाहा छैन, यो पहिलादेखि भन्नुहुन्छ होइन। यो चाहिँ यसको ऐतिहासिक छुट्टै छ। यहाँ चाहिँ तपाईँको उत्पन्न हुँदाखेरि तपाईँको यहाँ सारा सिकारीहरूले मृग लगाउँदै आउँदाखेरि अनि यहाँ आएपछि अर्पण हुने अरे जहिले पनि। जहिले अनि सिकार खेल्नु भने आयो, मृग लगाउँदै ल्यायो, यहाँ आएपछि हराउने। अनि त्यसपछि दिक्क लागेर यहाँ र गोठालाहरू पनि हुने, यहाँ त ठुलो चाउर। अनि त्यो सिकारीहरू पनि आएपछि दिक्क लागेर यहाँ फालेर चाहिँ यसो अब हामी गोठालाहरू त खेलेर बस्छौँ नि त। यसो लौटासो बसाएर यहाँ चुली पासेर चाहिँ तपाईँको त्यहाँबाट चाहिँ पुरा रगत सिक्का हानेपछि उहाँहरू भागाभाग हुनुभएको छ। हजुर। अनि के भयो त भन्दाखेरि त्यहाँ त यस्तो खालको चाहिँ पुरा रगत सिक्का आयो, के हो त भनेर भन्दाखेरि अनि त्यसबाट चाहिँ ल यहाँ त भीमसेन नै छ भनेर अनि सरकारलाई बसेर त्यसपछि सरकारले चाहिँ यहाँ त्यहाँ चाहिँ भीमसेन नै छ, यो भीमसेन कार्य चलाउनलाई भनेर यहाँ चाहिँ तपाईँको अनि गुठीहरू दिएर त्यही गुठीबाट उठेको तिरोहरूबाट यहाँ कार्य चलाउँदै आइरहेको थियो। चन्दा स्वरूप कतिपय सहयोगहरू मागेर हामीले कार्य सुरु गरेका छौँ। अब अहिले यहाँसम्म आइपुगेछ। यो चाहिँ कुन कुन समयमा पूजा आज हुन्छ यहाँ चाहिँ? पूजा यहाँ निम पूजा दैनिक हुन्छ। हजुर। तपाईँको बिहान 7 बजीदेखि 9 बजीभित्रमा दैनिक निम पूजा हुन्छ। हजुर। कार्य भनेको तपाईँको अब यही हो, मैले भने वैशाख पूर्णिमा, त्यसपछि साउन पूर्णिमा आउँछ। साउन पूर्णिमापछि बडा दसैँ। हजुर। बडा दसैँपछि कार्तिक पूर्णिमा। कार्तिक पूर्णिमापछि भीमा एकादशी। भीमा एकादशीपछि चैत दसैँ। चैत्र दसैँमा भीमा एकादशीमा यो अघिपछि सिङ्गल बोका। यो दुईवटा कार्यमा चाहिँ वैशाख पूर्णिमा र बडा दसैँमा चाहिँ पञ्चौली हामी गुठियार जम्मा हुन्छौँ। हामीले सक्यो वारिपारीको भक्तजनहरूलाई बोलाउँछौँ। आज पनि भक्तजन आउनु भएको छ यहाँ, केही 100-150 जना आउनुभयो होला। यो भीमसेनलाई पूजा आज जस्तो कि केही वर माग्दाखेरि केही प्राप्त हुने केही त्यस्तो छ यहाँ चाहिँ? यो एकदमै सत्यता कार्य। यहाँ तपाईँको कुनै अब मुद्दा मामला पर्छ, मुद्दा मामला पर्दाखेरि चाहिँ भीमसेनलाई यहाँ मलाई यस्तो खालको चाहिँ मलाई आरोप आयो, मलाई मुद्दा पर्यो भनेर चाहिँ यहाँ आएर भकल गरेपछि त्यो मुद्दा उहाँलाई छिट्टै अथवा त्यो मुद्दा फैसला नभइकन मलाई उहाँ चाहिँ निर्दोष भनेर निकालिदिने। यदि परिहाल्यो उहाँले त्यो निकाल्नु सकेन भने पनि उहाँको जित हुने। तपाईँको यो चाहिँ एकदम पूर्वकालदेखिको तपाईँको कहीँ जाँदाखेरि अब अनावश्यक चोरीहरू यसलाई चाहिँ चोर भनेर लगाउँछ नि मान्छेहरूले, त्यो चाहिँ अनावश्यक यो चाहिँ होइन भनेर चाहिँ भीमसेनले यो यहाँ भकल गरेपछि गर्ने तपाईँको यो ढुङ्गोकै मुखियाहरूले चाहिँ पहिला के भन्नुहुन्थ्यो भने
उहाँ तिरो उठाउन जाँदाखेरि तिमीहरूको त्यो आलमपुरको भीमसेन त्यो काला ढुङ्गालाई चाहिँ पूजाआजा गर्नलाई हामी पैसा दिन्छौँ र तिर चाउँछ भनेर भन्नुहुन्थ्यो अरे कतिपयले। भीमसेनलाई त्यसो भने छैन तिमीलाई पक भनेर चाहिँ उहाँले भगाल गर्नुहुन्थ्यो अरे बुढाहरूले भन्नुभयो हामी सानसानो हुँदाखेरि। अनि यहाँ आएपछि पूजाआजा गर्ने उहाँले बोका लिएर आउने यहाँ तिलक थापिदिन्छ। तिलक थाप्दाखेरि एउटा यस्तो गजुर जस्तो बन्छ। अनि तपाईँहरूको उहाँले जित्ने छ भने त्यो एकदम राम्रो हुन्छ। उहाँलाई पनि त्यो अब आरोप नै हो उहाँलाई त्यो नजित्ने छ भने त्यो चाहिँ लाग्दै लाग्यो एकदम रातो हुन्छ। अनि देखिस् आलमपुर भीमसेन शक्ति हामीलाई त्यसो भन्ने भनेर उहाँ एकदम हाँस्नुहुन्थ्यो उहाँहरू। अनि यहाँ चाहिँ जे मागे त्यो तपाईँको अहिले पनि विदेश जाने मान्छेहरू यहाँ दर्शन नगरिकन जानुहुन्न वारिपारीमा चाहिँ यहाँ आएर दर्शन गरेर जानुहुन्छ। आएपछि म केही गर्छु है भीमसेन महाराज भनेर। अनि उहाँ पनि बाहिर काहीँ केही पऱ्यो भने पनि यहाँ आलमपुर भीमसेन सम्झिनुहुन्छ अरे। त्यो चाहिँ उहाँको पुरा हुन्छ अरे भन्ने परम्परा छ। यहाँ दर्शन गर्न आउने दर्शनहरूलाई के भन्न चाहनुहुन्छ? धन्यवाद आइदिनु भयो यहाँ भीमसेनलाई वर माग्न आउनुभयो। उहाँलाई मागेको अनुसार पुर्याइदिनु होला होइन। सम्पूर्ण भक्तजनहरूले चाहिँ यहाँ माथि विश्वास गरिदिनु होला आलमपुरको भीमसेनमाथि आस्था राखिदिनु होला भन्दै हस्।